यो हेलो गाइज वेलकम टु माई ब्लग। हामी चाहिँ धेरै पछि ब्लगमा आइसकेको छौँ होइन गाइज, किनकि मेरो चाहिँ यहाँ एक्जाम थियो के थियो त्यो पनि थाहा छैन होइन के भयो जब पढ्दैन तुलारिन। यहाँ चाहिँ हामी तिनजना जाँदै रहेछौँ। यो चाहिँ लिलिमा मोक्तान अनि यो चाहिँ यो आर्या भाइ। ठिक छ होइन। अब हामी चाहिँ यो बाटोबाट जाँदै रहेछ है, बाटे हिँडेको छ हामी चाहिँ। के भयो यहाँ जेसुकै गरोस् मलाई थाहा छैन। ए अघि अर्को खुट्टा दुख्यो फेरि अर्को खुट्टा दुख्यो हो। हामी चाहिँ अब जाँदै रहेछ। हामी चाहिँ के गर्न जाँदै रहेछ भने टाहेलमा चाहिँ नि गाइज, हामी टाहेलमा चाहिँ के अरे बाजेलाई जाँदैन। बाजेले सामान किन्यो अरे अनि बोक्नु सकेन अरे अनि हामीलाई बोलाएको छ कि हामी तिनजना ग्याङलाई बोलाएको छ। झोला ग्याङलाई होइन फोन ल्याक भएर चाहिँ के छैन ल गाई चाहिँ हामी हिँडेको छौँ। अब हामी चाहिँ हल्का माथि पुगेपछि हल्का भिडियो सुरु गरेर अहिले चाहिँ चट्टै हिँडिरहेको छौँ त्यही भएर है। हेलो गाइज हामी चाहिँ यहाँ रोडमा आइपुगिसकेको छौँ। हिँड्दा रोडमा आइपुगिसक्यो। यहाँ हेर्नु गाडी चलिरहेको छ यहाँ चाहिँ यो त्यो गाडी। हामी चाहिँ हिँड्दैछौँ बाटोमा। हामी यहाँबाट होइन अब टाहेल पुग्न चाहिँ लगभग कति मिनट लाग्छ भन्दा चाहिँ यहाँबाट 5 मिनट लाग्छ होइन। 5 मिनट खासै धेरै पनि लाग्दैन गाइड छैन। भइरहेको छ यहाँ बाइक भइरहेको छ यहाँ बाइकहरू। हामी नि हिँडिरहेको छौँ चट्ट लाएर। ग्याङ झोला ग्याङ नो मुर्रा ग्याङ हो कि क्या हो। यो चाहिँ बाटो हिँडेर चाहिँ सबजना चट्ट लगाएर हामी पनि हिँड्न त बाइकै लिएर हिँडेको छ। तर 11 नम्बरको गाइड होइन 11 नम्बरको यो दुइटा 11 नम्बर गाडीको होइन चट्ट लगाएर। डन आयो डन। ओ भाइ तेरो नाम के भन्दा इन्ट्रोड्युस ब्लगमा भयो आउँदैन यिनीहरूलाई चाहिँ आउँदैन यहाँ हिँडिरहेको छ गाइड होइन। हामी नि हिँड्न त हिँडिरहेको छ तर अब चाहिँ गाइड हल्का उता पुगेपछि म है। हेलो गाइड हामी चाहिँ अब यहाँ बस पार्कनिर आइपुगिसक्यौँ। बस पार्क हाम्रो यहाँ के बस पार्क भन्छ यसलाई? बस पार्क भन्छ कि यसलाई? बस पार्क यसलाई चाहिँ बस पार्क भन्छ अरे होइन बस पार्क होइन बस पार्क। के भन्छ अरे भाइ के अरे तेरो नाम भन्नु भने बस पार्क छ गाडी। त्यहाँ चाहिँ यहाँ भयोभरको गाडी सबै यहीँबाट जान्छ। भयोभरको चाहिँ होइन यहाँ भएको गाडी चाहिँ क्यामेरा समात्न गाह्रो हुन्छ कि। यो चाहिँ कुकुर छ गाइज ग्याङ कुकुर ग्याङ। यो को हो यो चिना छ होला सायद धेरैजना मान्छेहरूले। हामी चाहिँ गाइज होइन धेरै पछि ब्याक आइरहेको छु भन्नाले धेरै पछि युट्युबमा आइरहेको छु मैले। धेरै जस्तो हिलो यहाँ चाहिँ हिलो छ अरे नगर्न अब त अगाडि हिँड्ल। हाम्फाल भाइ हाम्फाल यो हेर्नु हाम्फाल ए हाम्फालेन गाइज। यहाँ हिलो चाहिँ यस्तो हिलो बाटो यस्तो हिलो छ होइन। हिँड भने आर्या दादा सेकेन्डै हो ल होइन दादालाई थर्ड हो। ए उदा त चल्यो भने घर जा त गएर तेरै बाजे के। यहाँ यहाँबाट त मिठो भ्यू पनि आउँछ है गाइज। यो चाहिँ के भन्दा यो चाहिँ हाम्रो उता हेटौडा ग्याङ हेटौडा त होइन काठमाडौँ ऊ त्यहाँ के हेर्नु त्यहाँ मिठो त हुन्छ नि त्यसलाई नि। स्ल्याङ भने थाहा छैन तपाईँले स्ल्याङ होइन गाइज स्ल्याङ हामी चिन्दैछ चट्ट लगाएर
सबजना ग्याङ हाम्रो केटाहरू ग्याङ सब देखाइदिन्छ यताउता बा हुन्छ यताउता हुन्छ गाई जब हामी पुग्न लागेपछि म भ्लग बनाउँछु गाई छ त ल अहिलेको लागि बाई बाई हेलो गाई अनि हामी चाहिँ यहाँ बाजेले लिन आइसकेको छ बाजे चाहिँ कपाल काट्दै रहेछ हामी चाहिँ अब खाजा खान जानु लागि चट्ट लगाएर है हामी यहाँ ठ्याक्कै टायलको यहाँ कहाँ आइपुग्यो भने है हाम्रो दोस्ती चाहिँ नभनौँ रोल नम्बर 1 हाम्रो टपर अफ द त्यहाँ है चट्ट लगाएर हामी चाहिँ यहाँ जमजम भनेर चाहिँ तर यो भाइ चाहिँ जानु मानेको छैन यो भाइ जाने मानेको छैन किनकिन होइन अब अहिले फेरि यस्तो पढाएको म होइन जाने पर्ने हुन्छ यति बाटो आइपुग्छु यहाँ बाटो आइपुग्छु अब हामी त्यहाँ जानै पर्ने हुन्छ नि विवेक भाइको पसललाई चाहिँ हामी पकाएर खाँदा लगाएर मेरो ह्याङ्को के हाल्ने चाहिँ हाल्ने कि छेउमा त छेउमा हाम्रो चाहिँ होइन हामी चाहिँ पकौडा चप पक्राएर होइन सिलमा हिँड्ने सिलमा हिँड्ने हामी चाहिँ होइन जाने होइन हामी चट्टाले जाने हामी हिँडिरहेको छौँ गाई चट्टा लगाएर चिलमा हिँड्दा हामी गाई जाने चिलमा आफ्नै पारामा चट्टा लगाएर ग्याङ हान्दा गाई हामी चाहिँ यहाँ फेरि आइपुगिसकेको बाटोमा आइपुगेको हामी होइन चिलमा हुन्छ हामी अब होइन कुशल हाम्रो केटा कुशललाई भेटिसक्यो एकछिन हात बन्द गरे कुशल हाई भन न हाई यहाँ चाहिँ गइरहेको छ कुशल हाम्रो त्यहाँ गइसक्यो गाइस हेर्नु चाहिँ हामीले खाजा आन्दोलनलाई भनिसकेँ मैले कतिचोटि भन्नु तर होइन भनिरहेको छु म जे भने पनि कस्तो के हुँदैन भने है यो एउटा लजावती नम्बर 1 यो भाइ खतरा ओइ त कहाँ जान भन्दा ओइ त कहाँ जान्ला ओइ त कहाँ जान भने कहाँ हेर्न कहाँ सस्तो बजार सस्तो नभए के हुन्छ त बाटोमा हिँड्नु गाइस बाटोमा हेर्ने आजकल यहाँ मान्छे मेला लागेर मान्छेहरूको क्रेज धेरै चलिरहेको छ गाई छैन कस्तो छि भने तपाईँ घर हो नि ऋषि चाहिँ मलाई के कराएर भने चुप लाएर हिँड्नु न अरूले जसले देशको सोचोस् भन्दैछु अब हाँ गर्छ अब के भन्ने अब म त है अब चाहिँ खाजा खानमा पुगेँ चट लगाएर है हेलो गाई हामीले चाहिँ खाजा खाएर होइन खाजा खाने चाहिँ भिडियो बनाउनु पाएन किनकि त धेरै प्याक थियो होइन खाजा खाएर चाहिँ हामी अब घरतिर ल्याएर चाहिँ होइन खाजा खाएपछि गाई चाहिँ अब बिस्तारै जाने टाइम हुन्छ पछि अर्को ब्लग आउँछ गाई पछि अर्को ब्लग आउन सक्ने हुन्छ हाम्रो चाहिँ यो चाहिँ हाम्रो कति बेलुकाको भ्यू भनौँ यतातिर होइन यो को यो चिनेछ यसलाई खतरा हो नि गाई चाहिँ होइन हाम्रो चाहिँ अब लगभग सिद्धिने बेला आउन लागिसक्यो अनि पछि चाहिँ अर्को भ्लग बनाउँदै लाग्छु अर्को भ्लग बनाउनु पर्छ अर्को भ्लग होइन चिन्दैन अब त्यहाँ बिल्ला त्यहाँ आइरहेछ गाई छैन ग्याङ आइरहेछ केटा हो अब त्यति नै आजको लागि होइन पछि अर्को भ्लग आउँदै गर्छ हेर्दै जानु होला गाइज ल थ्याङ्क्स